म तपाईले हात जोड्छु क्षेत्र नम्बर 2 का बासिन्दाहरू मेरा बाआमा बुवाआमा दाजुभाइ जति पनि हुनुहुन्छ यसचोटि भोट परिवर्तन गरेर केपी खनाललाई नै जिताउनु होला बिन्ती छ। नमस्कार, म जितबहादुर साउद, बर्दकोरिया गाउँपालिका वडा नम्बर 4 सुरनतालमा मेरो घर छ। यो भिडियो बनाउनुको खासै कारण त मलाई केही पनि लाग्दैन हैन, सबै जनताहरू सचेत छन्। त्यही पनि भिडियो बनाउन एकदमै जरुरी छ, कुनैलाई थाहै छैन। तपाईले आफ्नो मत परिवर्तन गर्न एकदमै जरुरी छ। उदाहरणको लागि म तपाईलाई भन्छु, म बसेको ठाउँमा अहिले छोरा मान्छेहरू आफ्नो बुवासँग कोही पनि छैन। प्रायः जस्तो धनीहरू त छन् हैन, अब उनीहरूको लागि बाहिर कमाउन आवश्यक छैन। हामीहरू गरिबको लागि यो भिडियो गरिबको लागि हो, गरिबले मात्र हेर्नु होला। हाम्रो गाउँमा आफ्नो बुवा मम्मीसँग कोही पनि छोरा मान्छे छैन। ल एउटा कुरा भन्नुस् मलाई, तपाईले कमेन्टमा भन्नु होला, तपाईको बुवालाई बिमार भएपछि हस्पिटल लिने मान्छे खै को छ? तपाई जानु पर्छ? कसै पर्दैन। काम धन्दा थप्पै छोड यहाँ जानु पर्यो, नौकरी चौकरी छोडेर। राम्रो मान्छेलाई जिताउन, रोजगारीको अप्लाई गर। एउटा छोरा मान्छे घरमा हुनु पर्यो भनेर अप्लाई गर, भन, आवाज उठाऊ। जस्तै म उठाइरहेको छु आजकल, त्यस्तै आवाज उठाऊ। घरको एक सदस्यलाई रोजगारी हुन नेपालमै अति आवश्यक छ। म मेरै कुरा भन्छु, बाहिरको कुरा छोड्दिनु, मेरै कुरा भन्छु, बुझ्न सक्नुहुन्छ। घरमा गएर मैले आफ्नो एड्रेस पनि भनिदिन्छु। बर्दकोरिया वडा नम्बर 4 पुराना ताल मेरो घर छ। मेरो घरमा मेरो बुवा, मेरो मम्मी र एउटा श्रीमती र छोरी घरमै छन्। एउटा मान्छे पनि छैन उहाँको साथमा। एउटा मान्छे। हामी 4 का 4 मा इन्डिया छौं। किन? बेरोजगारको कारणले। खै रोजगार नेपालमा? कहाँ गयो रोजगार? तपाईले त्यही पुराना पार्टीहरूलाई भोट दिएर गयो रोजगार। तपाईले त्यही पुराना पार्टीहरूको पछाडि प्रचार गरेर गयो रोजगार। तपाईले आवाज उठाउनु भएन, मासु भातमा बिक्नु भयो, गयो रोजगार। तपाई आफ्नो बुवाको बुढेसकालमा सहारा बन्न सक्नुहुन्न भनेपछि तपाई छोरा मान्छे हुँदै हैन। तपाई उहाँको छोरा हुँदै होइन, म ग्यारेन्टी लेखेर भनिदिन्छु। एउटा बुवाले सोच्छन् मेरो छोरा भयो, यति खुसी हुन्छन्, त्यो जन्मिने बेला खुसीको ठेगाना नै होला। म पनि एउटा छोरीको बाउ भइसकेको छु, मलाई कति खुसी हुन्छ त्यो मैले भोगिसकेको छु। तपाईले त भोगिसक्नु भयो होला, म त अलिकता कम उमेरकै मान्छे हुँ हैन। आफ्नो बुवालाई तपाई बुढेसकालमा सहारा दिन सक्नुहुन्न भनेपछि के काम? म तपाईको अगाडि हात जोड्छु, यसपालि भोट परिवर्तन गर्नु होला। 5 वर्ष दिएर हेर्नुस्, 5 वर्ष सिर्फ